नमस्कार, सेवा ढोक। म बालकृष्ण माझी, मेरो घर रामेछाप, मन्थन नगरपालिका वडा नम्बर 8 गाईखुरामा पर्छ। आज म पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर 3 को केलादी घाट भन्ने ठाउँमा आइपुगेको छु र तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ यो स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर 6 साखर भन्ने ठाउँ पर्छ र यता अलि तलपट्टि चाहिँ यो तनहुँ जिल्ला पनि यही नजिकै रहेको छ। मेरो नाम सन्तली बोट। मेरो नाम सन्तली बोटे। घर इछि? घर यही। यही। अनि बागर नाम चाहिँ के दी? ताराबहादुर। तोरा इछि पहिला चाहिँ लाउ चलाइलाई घाट पुरै मजासँग चलाइलाई हो। जल पूजा नै हो। जल पूजा नै हाम्रो लदी पूजा। लदी भनेको हाम्रो चाहिँ नदीलाई लदी भन्छ, हाम्रो भाषामा लदी भनिन्छ। मुई सुनल चाहिँ 35 सालसिन चाहिँ छार्ल लदी पूजा गरे छार्ल बाला सुनला छु मै हो। मलाई चाहिँ कृष्णबहादुर नि सुनाइल, कृष्णबहादुर बोटे सुनाइ। लाउ चालाइल बापत कति लिदल पैसा? कति सुका? एक सुका। एक सुका नै जीवको पार्जन हक्तल पाथी। एक वर्षमा एक पाथी जम्मा। ओइ लाउ पार कहिले बहादुर नमस्कार, सेवा ढोक। म बालकृष्ण माझी, मेरो घर रामेछाप, मन्थन नगरपालिका वडा नम्बर 8 गाईखुरामा पर्छ। आज म पाल्पा जिल्लाको रामपुर नगरपालिका वडा नम्बर 3 को केलादी घाट भन्ने ठाउँमा आइपुगेको छु र तपाईहरुले यहाँ हेर्न सक्नुहुन्छ यो स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका वडा नम्बर 6 साखर भन्ने ठाउँ पर्छ र यता अलि तलपट्टि चाहिँ यो तनहुँ जिल्ला पनि यही नजिकै रहेको छ। र आज म यो चाहिँ पाल्पा जिल्लाको केलादी घाटमा आइपुगेको छु। केलादी घाटमा चाहिँ जुन यो घाटमा केलादी घाटमा चाहिँ जुन हाम्रो चाहिँ पुर्खाहरूले चाहिँ यहाँ घाट चलाएका रहेछन्। जुन बेला डुङ्गा तार्ने हैन चाहिँ वारीपारी बटुवाहरूलाई चाहिँ डुङ्गा टार्ने वारीको पारी पारीको वारी घाट तार्ने ठाउँ यहाँ रहेछ। जुन यो ठाउँमा आजभन्दा लगभग चाहिँ के अरे 45 वर्ष अगाडि 45, 46, 47 वर्ष अगाडि नै यहाँ चाहिँ घाट तारेको रहेछ। 2035 सालमा यहाँ चाहिँ जुन 35 सालसम्म यहाँ घाट तारेको थियो र 35 सालभन्दा पछाडि यहाँ चाहिँ यहाँबाट चाहिँ घाट तार्न चाहिँ त्यहाँबाट छोडिएको रहेछ। यी कुराहरू मैले यहाँको स्थानीय हाम्रो बोटे समाज यही बोटे समाज रहेको छ, बोटे समाजका स्थानीय कृष्णबहादुर बोटेबाट मैले यी कुराहरू जानकारी लिएँ। यहाँ केलादी घाट छेउमै यो चाहिँ बोटे समाज बोटे समुदाय यहाँ जम्मा 35 घर रहेका छन्। उहाँहरूसँग म केही संवाद अहिले पनि पछि गर्ने नै छु। हाम्रो यो केलादी घाटमा चाहिँ डुङ्गा तार्ने वारीपारी गर्ने पारीको बटुवा वारी र वारीको बटुवा तार्ने ठाउँ यही नै ठाउँ रहेको छ। तपाईँको नाम के हो? माझी भाषामा कसरी भनिन्छ तपाईँको भाषामा? बोटे माझी त खै माझी बोट 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 हो के। मेरो नाम सन्तली बोट। मेरो नाम सन्तली बोटे। घर इछि? घर यही। यहीँलाई के भन्छ? होइन भाषा धेरै जसो मिल्छ कुरो बे, तर चाहिँ कुनै कुनै अलिक फरक पर्छ। बालपछि तोरा किन आफ्नै भाषा चाहिँ आने किन खाइदिले तोराको भाषा आन हो खाउँ बस हो। स्वाद भन्छ हाम्रो, स्वाद भन्छ, स्वाद मिठो। अब मिठो त बुझ्ने भाषा। ल खुसीलाले सन्तमाया तरा घर छिरल दिसै पाल्पा जिल्ला रामपुर नगरपालिका वडा नम्बर 3 केलादी घाट बे बोटे गाउँ ल एकदम खुसी लाग्यो। मलाई चाहिँ रामेछापको र
कुरो बुझ्ल कुरा बुझ्यो मैले जस्तै बुझेँ अँ अलिक बोले अलिक शासन त बोल्दै बोल्दै बटुरा बोले अलिक मैले अखमकाइछे अखमकाइछे ए ए बढियो खोइ यहाँ अलिकति यता म भएको छु अँ बढियो खोइ जानु कि हामी बोले अलिक कहिया कहिया दर्बुका गइदिति अँ थुप्रै थुप्रै यसले लटपटाइ बोलाएर थुप्रै आने कि जम्मै आने भाषा बात मारेपछि लटपटाइहाल्छ कुरो जिब्रो लटपटेपछि बात मारेर छाडिहाल्ने बात मारेर छाडेपछि चाहिँ भाषा बिर्साइहाल्ने कुरो होइ भए त कुरो भयो अनि हेर अब घरि जिब्रो लटपटाइछि अँ अनि बाघर नाम चाहिँ के थी अँ ताराबहादुर ए तँरा कि पहिला चाहिँ लाउ चलाइलाई घाट पुरै मजासँग चलाइलाई ए कति सालमा छाड्ल तरै यसरी लदी पूजा गर्दा पहिला नदी पूजा छाड्ल कति अग्ले छाड्ल कति अग्ले अँ तोराको बिहा कहन गर्ल कति साल अग्ले बिहा गर्ल कति सालमा बिहा गर्ला थाहा छ बहिनी थाहा भयो बिर्साइसलाई ए हो जल पूजा नै हो जल पूजा नै हाम्रो लदी पूजा लदी भनेको हाम्रो चाहिँ नदीलाई लदी भन्छ हाम्रो भाषामा लदी भनिन्छ मुई सुनल चाहिँ 35 सालसिन चाहिँ छार्ल लदी पूजा गरे छार्ल बाला सुनला छु मै हो ए मलाई चाहिँ कृष्णबहादुर नि सुनाइल कृष्णबहादुर बोटे सुनाइल तोरा कि पहिला लाउ पुरै चलाइल वारिपारि गर्दा ल के अरे अनि लाउ चलाइल बापत कति लिदल पैसा कति सुका एक सुका नै जिब्रो पार्जन हक्तल पाथी अँ ए एक वर्ष न एक पाथी जम्मा ए ओइ लाउ पार कहिले बार ए वर्ष गर अनि मुन बेतल मुन जाँड के जाँड अँ मद मद भन्छ मद पनि भन्छ मुन पनि भन्छ अनि त्यो जहाँ त्यो के अरे चाहिँ डुङ्गा तारिन्छ नि ठ्याक्कै त्यो घाट डुङ्गा तार्ने घाट छ नि हो ठ्याक्कै त्यहाँ जार बेच्न राख्छै थिएन पहिला राख्थ्यो नि त चौतारामा पाखेपट्टि भनेको मैले भन्दै जान्छु ल भगवान्लाई तार्न पर्यो भगवान् हो भने उसले चिनेन हो भगवान्ले ल ए बोटे दाइ ल मलाई तार्दिनु भने सुरु गयो पारिपट्टि एउटा बोलायो वारिपट्टि बोटे दाइ हो तमाउ खाने खुट्टा मासु फर्काएर सुतिरहने त्यस्तो रहेछ त्यहाँबाट गएछ जाबी बिहेर्ने जाबी बिहेर्ने भगवान् भने उसले चिनेन के अब पावर के दिउँ त बोटेलाई हो बोटेलाई त दिनु पऱ्यो नि भने के दिउँ भयो अब उहाँले चढाइमा बलुवा उठाए सुन उहाँले रचेको सुनाइ होला कि थाप भनेर जाबी जाबी अड्कन्छ र अड्किँदैन सर्लक्कै त्यो डुवाभित्र पसिया नि त हुन्थ्यो फरक्कै भयो गन्न ग्याम झलल्ल त्यहाँ जाबी चाहिँ पाखा बसेर तमाउ खायो भाइले यसो हेर्दैछ यसो हेर्दा त झलल्ल सुन लोतो भयो सुन बट्याउनु भाइ गएछ दाजु पाखा बसेर तमाउ खाएर बस्यो त्यहाँ भाइ जलबट्टी भयो ऊ पाखेपट्टि भयो हुन एउटै दाजुभाइ हो ए भनेपछि तपाईँ पाखेतिर पर्नुभयो पाखेपट्टि ए जलबट्टि उतातिर छन् जलबट्टि अरू भयो ए सुन्दुवा भनेको हो सुन्दुवाहरू भनेको जलबट्टी ए सुन्दर भनेको जलबट्टी सुन्दर होइन सुन्दुवा सुन्दर त्यही त ए